Bye, Nikki Dulal. सब ठीक छ भाइ. Once upon a time. Once upon a time. नेपाली नेशनल क्रस. हैन होला. त त्यो इन्ट्रोको भिडियो सिडियो बनाएको के जस्तो भएछ भने बिचमा त क्लिपै रहेन रहेछ भने. Good morning everyone. It's your boy Nikki Dulal. You guys are watching Andy Vlogs. अनि हिजो चाहिँ क्लास पासमै सुट पास भएको थियो हाम्रो चाहिँ. अनि आज चाहिँ नोभामा सो छ तपाईँहरूलाई कि ब्रेकफास्ट गर्न आएको हामी चाहिँ चट्टा लाएर. अनि हामीसँग छ मन्नु म्यान दाइ अन द हाउस टक्क लाएर. Bye, Nikki Dulal. सब ठीक छ भाइ. Once upon a time. Once upon a time. नेपाली नेशनल क्रस. हैन होला. अनि हुलाकीको म्यानेजर होला जस्तो लाग्छ. हल्का टाइप्स. हल्का टाइप हैन, अब पुरा टाइप हुनु पर्यो. पुरै टाइप्स हो हुन त. इभेन्टतिर झुमिनु पर्यो, यसरी नै हुनु पर्यो. अनि तिम्रो जातुहरू कहिले काहीँ टिकटक रिल्सहरुमा गइराख्नु पर्यो भाइ. हैन होला. उमेरमै हो. हैन न चाहिँ यो हैन कि त्यो केटा हो हैन. हामी चाहिँ टक्क अब ब्रेकफास्ट गर्न निस्क्यो. अनि माथि दाइहरूलाई पनि चट्टै भेट्यौँ. दाइहरूको चाहिँ अब साउन्ड चेक रहेछ एकछिनमा. हाम्रो चाहिँ दिउँसोतिर. अनि अब हेटौडा 2 दिनपछि त फेरि दाइहरूसँग भेट्छ. हेटौडामा नि सँगै सोच दाइहरूसँग हुलाकी र जोङनामगिल लोकल्स दाइ. खासा खान्छौँ अनि फ्रेस हुन्छौँ, नुहाइ गर्छौँ. त्यसपछि चट्टा लाएर लागिन्छ आनन्दले सनसेटतिर. यस्तो छ है चट्टा लाएर इलाका. अघि त त्यो इन्ट्रोको भिडियो सिडियो बनाएको के जस्तो भएछ भने बिचमा त क्लिपै रहेन रहेछ भने. अनि खाजासाजा खाएँ. अब चाहिँ टक्क लाएर हल्का ब्रस. मेरो चाहिँ के छ भन्दाखेरि ब्रस गरिसकेपछि मात्र हुन्छ. के अरे खाएपछि ब्रस गर्दा चाहिँ ठिक होला जस्तो लाग्छ. किनभने ब्रस गरेर फेरि खायो फेरि त्यो काहीँ न काहीँ डुङ गनाउँछ नि त. अनि त्यही भएर बरु खाने अनि मस्त ब्रस गर्ने. अब चाहिँ ब्रस गरेर एक क्विक सावर लिन्छु. अनि त्यसपछि साउन्ड चेक छ. ल टक्क 3 2 1 स्टार्ट. ल वी आर रेडी टु रोल. टक्क क्विक सावर आनन्दले चस्मा जुङ्गा निमसबाट. अनि सबैजना रेडी टु गो ट्राभल. यहाँबाट हामी लाग्छौँ नोभातिर. नोभामा गएपछि अनि अब जोन्दाहरूको सन्चेक सकिन लाग्यो. अनि अब हाम्रो छ ट्राभल भ्यान. अनि त्यसपछि हुलाकी छ. गाह्रो छ हो सोमा हुन्छ नि आएर हेर्न पो रमाइलो छ त. बिहानदेखि यत्तिकै खटिन त. हल्का गिटी छ त्यस्तै हो. अब निस्किन्छौँ हामी यहाँबाट. अनि चट्टा लगाएर यहाँ चाहिँ हाम्रो भिजुअल्सको वर्कआउट गरिरहेछौँ हामी. रोक्नु थ्याङ्क यू चिनो टेल्स पनि भनिदिएर होइन होला. मखमली यो कनाकन मुटु. थ्याङ्क यू चिनो टेल्स फर प्रोभाइडिङ अस द फुटेज. कोलाबरेट गर्नु मन छ भने सोध्नु है. हो कि क्या हो. त्यहाँ ब्यान्ड मेम्बरहरू भर्खर स्टेजमा चढिसकेको छ. अहिले चाहिँ त्यहाँ ड्रम सम सेट यस्तै छ. टाउको दुखाइ धेरै भइरहेको, गानखुलित धेरै भइरहेको छ. न बोरा सर र यहाँ सुशान्त भएर चाहिँ अलिकति सजिलो भइरहेको हामीलाई. भिजुअल्स अलिकति
निस्किन्छ कि के हो गाह्रो परिरहेको थियो हामीलाई भिजुअल्समा जस्तै भइरहेको थियो हामीलाई भिजुअल्स तर आज आनन्द भयो यो देखेर चाहिँ यो अब के कसो हुन्छ विल लाइक अप टु डेट गर्दै गर्छौँ 5 वटा अनि हुलाकी दाइ छ भाग्यमानी छ तिमीले मलाई के फेरि छ तिमीले मलाई छ अनि तिमीले मलाई छ के के फेरि तिमीले मलाई छैन तेस्रो रहेछ लाकी दाइ चाहिँ छैन हुलाकी दाइ त त्यही भिडियो हालिदिनु भने हामीसँग छ नि तिमीले मलाई चाहिँ यस्तै यस्तै यस्तो के अलि चढक्दा पड्दा तिमीले मलाईको मिनिङ चाहिँ के हो भन्दाखेरि तिमीलाई माया दिए माया मैले गुमाएँ भन्ने हो क्या गुमाइसक्यो त्यही गुमाइसक्यो फुटेजमा फुटेजमा गुमायो माया गुमाइसक्यो हाम्रो हलुका दाइले हलुका रे हुलाक दाइले ए यसमा केटी बोकेर हिँड्दा नि यसको अर्को लुक चाहिँ अनि एक्लै हिँडेको राखिदिनु पर्ला ठिक्क हुन्छ सो यस्तै हो केटा हो चलिरह मस्तले ड्यामडुम लाएर ल मजाले भइरह अब भिजुअल्सको कामहरू चाहिँ के हुने रे भिजुअल्सको कामहरू चाहिँ सक्यो टक्क लगाएर त्यहाँ ब्यान्डहरू गरिरहेको छ आनन्दले चट्ट लगाएर अब यस्तै हो आज केटा हो अर्को हेटवटाको त तिमी हो नि भिजुअल्स थाहा होला नि सबै चट्ट लगाएर अब यति भएपछि यस्तो छ अहिले यो पुरै प्याक हुन्छ कि कसो दादा क्याभियरको हुर्का कस्तो याद आइरहला जानुपर्छ ओइ के हो निलो तारा लाग्यो यार ओए त्यो गीत गाउँदा गाउँदा हुलाकी दाइको म्युजिक भिडियो नै देखाइदिनु भिजुअल्स अनि त्यसपछि भाग्यमानी आउँछ नि त हजुर खै अलि झ्याउ रहेछ Revan, ya tak dile aldo.